हालत त्यस्तो छ है कुन तरिकाले चाहिँ गएको थियो यार अस्ति होइन ऊ त्यहाँनिर त्यो जम्बू हाइस रोकेको ठाउँतिर यस्तो ट्रक र बुलेरोको मालिक क्या है ना थोड़ा सा गल्ती हो गया है हेलो एभ्रिवान नमस्ते अनि जोडले सो म चाहिँ दिलीप खपाङ्गी मगर सो यतिखेर भने हामी यहाँ गाडी एक्सिडेन्ट भएर सो म चाहिँ जाँदैछु होइन म भन्दा नि हामी सबैजना जाँदैछौँ यता सो के चाहिँ भएछ त म अनि भर्खर निक्लेँ होइन सो यो मोडमा चाहिँ जहिले एक्सिडेन्ट भइरहेको छ कि गाडी सो म चाहिँ भन्छु नराम्रो तालले नै एक्सिडेन्ट भएको छ जस्तो लागिरहेछ देख्न सक्नुहुन्छ होइन ओहो ल भो अब नालीतिरै छिरेछ नि त नि नालीतिरै छिरेछ नि त नि ओ माई गॉड म चाहिँ फटाफट जाँदैछु त ओहो लगायत देख्न सक्नुहुन्छ होइन हालत त्यस्तो छ है कारको चाहिँ सो 2100 गाडी ल हालत त्यस्तो छ है कुन तरिकाले चाहिँ गएको थियो यार ओहो अहिले पानी छुटेको छ जहिले एक्सिडेन्ट हुन्छ यहाँ चाहिँ यो मोडमा चाहिँ त्यो खतरनाक त्यो पनि भिडियो त बनाउनै पर्यो बड़ा हरामी हो बेटा अस्ति होइन ऊ त्यहाँनिर त्यो जम्बू हाइस रोकेको ठाउँतिर यस्तो ट्रक र बुलेरोको जम्का भेट फेरि यस्तो हान्दाखेरि त पुरा गाडी पनि हल्लिएर बसिदिए सो यहाँ चाहिँ एकदम बी केयरफुल यो ठाउँमा चाहिँ मालिक क्या है ना थोड़ा सा गलती हो गया है मालिक क्या है ना थोड़ा सा गलती हो गया है सो सेफ राइड अल अफ यु गाइज सो यो मोडमा चाहिँ एकदम धेरै डेन्जरस एकदम उताबाट आएको गाडी पनि खासै देख्न खोजिँदैन र यताबाट आएको पनि देख्न खोज्दैन के सो यस्तो छ यो हिरापानी चेकपोस्ट अलि पर वहाँ पर भइगयो अनि यो मोड चाहिँ यस्तरी आएर यहाँ यस्तो मोड छ के अस्ति पनि यही ठाउँमा एक्सिडेन्ट भएको सो आज पनि यही ठाउँमा अस्ति त वहाँ पर अलि पर वहाँ पर भएको थियो अनि आज त अलिक यतै आएर के यस्तो ल ल एम्बुलेन्सलाई छोडिदिउँ एम्बुलेन्सलाई बरु नालीतिर त्यसलाई चाहिँ हाल्ला हुन्छ बरु नालीतिर त्यसलाई चाहिँ हाल्ला हुन्छ ल जान्छु छिर्यो छिर्यो डेन्जर सधैँ यस्तै हुन्छ यहाँ चाहिँ भाइरल यो मोडमा जहिले भाइरल भइरहेको छ गाडीहरू
भाइरल यो मोडमा जहिले भाइरल भइरहेको छ गाडीहरू यस्तै धन्न मान्छेलाई चाहिँ खासै केही भएन छ सो तपाईँहरू पनि गाइज एकदम सेफ राइड गर्नु होला यो ठाउँमा चाहिँ होइन यो ठाउँमा चाहिँ एकदम जोखिमपूर्ण ठाउँ हो र यहाँ चाहिँ एक्सिडेन्ट भइरहेको छ जहिले पानी परेर रोकिन्छ अनि एक्सिडेन्ट हुन्छ अनि जान तपाईँहरू त जानु ल वहाँ यता खासै जाम छैन उतापट्टि त जाम भइसकेको छ सो सेफ राइड ग्यास यस्तरी हुँदैन है जबरजस्ती नि नगर्नु हो बिचमा जबरजस्ती नि नगर्नु हो बिचमा लुकिङ ग्लास उता छुन लागिसक्यो अलि यतै च्यापेर आएको हुन्थ्यो गल्ती यो ट्रक सरेरै बस्यो उतापट्टि सीधा आऊ सीधा सीधा आऊ सीधा आउनु आउनु स्टेट आउनु मलाई स्टेट गाडी के हो के भएको त दुईटा छिरिसक्यो नि यो खुलास्ता छ हो आउनु न आउनु सर्लक्कै यता लताएर काटेर आएको भए भइहाल्थ्यो नि यता लताएर काटेर आएको भए भइहाल्थ्यो सो मान्छेलाई त केही भएन नि मान्छे के भयो सो त्यही हो मान्छे जहिले यस्तै हो यहाँ चाहिँ होइन अस्ति वहाँनिर यहाँबाट बुलेर त्यो मिस्त्रीले चलाएर रहेछ त्यो दिन चाहिँ फेरि ए सबै आँदै आँदैछ के सबै आँदै आँदैछ के यसरी हुँदैन रोक्नु एकछिन छिर्दैन दाइ तपाईँको त छुइहाल्छ नि छुन्छ हो दाइ कार त उहाँ छिरिरहेको छैन छिर्दैन दाइ छिर्दैन एकछिन यस्तै हो अब हाम्रो दादा आउँदै हुनुहुन्छ यता म चाहिँ अब टक्कसँगले गएँ हजुर जाम हेर्नु सक्नुहुन्छ गाइस एकदम ल आजको जाम यो हाम्रो होटल अगाडि सब झरेर अब खाना खाएको भए चाहिँ हुन्थ्यो होइन अब खाना खाएको भए चाहिँ हुन्थ्यो होइन के भन्नु अब त्यस्तो खासै केही भन्नु म सो आज यो एक्सिडेन्ट चाहिँ यहाँ जहिले भइरहेको छ गाइस
हेर्नु न ल ल यस्तो छ हालत अहिलेको चाहिँ मन तल बसिरहेको थिएँ दिदीले फेरि हात्ती बोलाउनु भएर अनि म अनि गएँ जस हेरेँ यता जाम लागिसकेको छ यत्रो यिनीहरू त कोही कुनै छिर्दै छिर्दैन त्यसलाई नहटाइकन एकछिन त कारहरू चाहिँ छिरिरहेछ जबरजस्ती सो त्यही हो गाइस तपाईँहरू पनि सेफ राइड यो मोडमा चाहिँ एकदम जोखिमपूर्ण मोड छ यहाँको चाहिँ अस्ति पनि एक्सिडेन्ट भएको थियो र आज पनि भयो मरे म भन्थ्यो यतिखेर भने गाइस गाडीहरू एकदमै ठुलो जाममा परिरहेछ होइन धेरैजना जाममा सबैजना हेर्नु न ल यहाँ उता अब कति छ थाहा छैन उतापट्टि यता चाहिँ लैनै छ कि उहाँ परसम्म हेर्नु न उहाँ होइन यहाँदेखि टक्क लगाएर हाम्रो दादा यहाँ कसलाई लिन जानुपर्ने हो दादा लिन जानु अरे कसलाई खोइ दाइलाई उहाँ दाइलाई उहाँ लिन गइदिनु अब सो दाइ चाहिँ उहाँ एकजना दाइलाई लिन जानु खोज्नु भएको छ अनि सो म चाहिँ यहाँ जाम तपाईँहरूलाई देखाउँछु है त होइन जाम कतिको लागिरहेछ जाम बबाल लागिरहेछ कि सो म चाहिँ साइडबाट जान्छु जाममा पर्यो होइन त जाममा पर्यो होइन त फेरि के भयो यता मर कि क्या हो मर क्या हो मर्दैन यस्तो पाराले घरमै बाइकवाला पनि मर्दिरहेको फेरि जाम चाहिँ कति परेको रहेछ त हेरिदिउँ न त भनेर यसो निक्लेको जाम चाहिँ परिरहेको जस्तो छ जाम चाहिँ ठुलै परेको छ है ए उता काठमाडौँबाट आउनेपट्टिबाट चाहिँ जाम खासै रहन्छ छैन उतापट्टि होइन सो गाडीहरू पास भइरहेछ दिइरहेछ कट्नेहरू भइरहेछ पास गाडी चाहिँ यहाँ चाहिँ ट्राफिक सरहरू पनि सबैजना आइसक्नु भएको छ होइन ट्राफिक भन्दैछ यहाँ पुलिसहरू ट्राफिक भन्दैछ यहाँ पुलिसहरू पाट फुटेछ ए बग्नु हतार नगरौँ हतार नगरौँ यहाँनिर चाहिँ जहिले पानी परेर रोकिन्छ अनि एक्सिडेन्ट भइहाल्छ यो पुरा कसरी ठोकिएर उता चाक चाहिँ उता नालीतिर गएछ चाक चाहिँ उता नालीतिर गएछ जहिले यस्तै हुन्छ पानी पर्छ रोकिन्छ अनि गाडी एक्सिडेन्ट या त अस्ति उता पर धन्न यताको त पुरै जाम परिसकेको छ उता ए जाम पुरै छ यता ओ सर हेलो ल हाम्रो नेपाल माइक्रो रमेश सर 7598 गाडी रोयल उदयपुर हाम्रो यो हडिया जाने गाडी हो ओ
त यता काठमाडौँ साइडको चाहिँ खासै जाम रहेनछ। सो यता पूर्वदेखि आउने चाहिँ जाम धेरै परेको छ अहिले। सो धमाधम खोलिरहेछ होइन, देख्न सक्नुहुन्छ। ओ धमाधम गाडी कटिरहेछ एकदम बबालसँगले। सो बिस्तारै बिस्तारै स्लोली कति चाहिँ परेको रहेछ त जाममा यताको। सो हेर्नेछौँ हामी होइन। ओ माई गड, सो एकदमै गाइस एकदम नराम्रो दुःखद घटना होइन। सो तपाईँहरू पनि सेफ राइड एकदम राइड चाहिँ सेफ राइड हुनु पऱ्यो होइन। यो मोडमा चाहिँ एकदम बबाल जहिले एक्सिडेन्ट भइरहेको छ भने यो साइडमा चाहिँ होइन। मतलब यो मोड छ नि त, जस्ट यतापट्टिको पनि अब यतापट्टिको पनि उताबाट आउँदाखेरि देखिन्न, अनि यतापट्टिको पनि आउँदा खासै देखिन्न होइन। गाडीहरू चाहिँ आएर छ होइन, धेरै जाममा परिरहेछ नि त। उतापट्टि यो पूर्वबाट आउने गाडीहरू चाहिँ धेरै जाम परिरहेछ। अनि यसो उता काठमाडौँबाट आउने चाहिँ खासै जाम छैन कि, गाडीहरू छैन। हेर्नु न ल कति आइरहेछ त गाडी होइन। हजुर यहीँ हान्ने हो, यो हान्न चाहिँ यहीँ हान्ने हो भन्यो। ट्याउ त ट्रकलाई हान्ने हो, हान्न चाहिँ हान्ने हो भन्यो। ट्याउ त ट्रकलाई हान्ने हो। सो मलाई चाहिँ यहाँ दाइले बोलाउनु भयो। सो जाँदैछु, जानु गइरहेछ सबैजना। गाडी आइरहेछ, गाडी जाँदैन। र गाइस म चाहिँ त्यहाँ भिडियो गर्दा गर्दै एकदमै फास्ट कुदेर चाहिँ म यहाँ आइसकेँ होइन। हाम्रो अघि देखाएको थिएँ नि मैले, रमेश सर चाहिँ यहाँ चार्ज लगाउनुको लागि बसिराख्नु भएको रहेछ। अनि मैले यहाँ चार्ज पनि हालिदिइसकेँ होइन। अब म फटाफट जानेछु। सो जाम एक तर्फी चाहिँ छुट्याइसक्यो, अब एक हुल बाँकी छ। एक हुल चाहिँ छुट्याइसक्यो, मात्र एक हुल बाँकी। अब हजुर के भन्नुभएको? सो गाइस फिलहाल भने म यतिखेर टक्कसँगले होइन बाहिर निक्लिएको छु। सो घाम पनि डुब्न आँटिसक्यो कि, अब हेर्नु न टक्क लगाएर होइन। सट्ट घाम पनि क्या दामी डुब्न आँटिसक्यो। अनि यहाँ दाइहरू हुनुहुन्छ, दाइहरूलाई चाहिँ यहाँ बाटो लाउन खोजिराख्नु भएको छ, त्यही हो। सो अघिको एक्सिडेन्ट एकदम नराम्रो तालले भएको थियो। त्यो कार हटायो कि हटाएन गाइस, म एकचोटि हेर्नु जानु पऱ्यो है। त्यो कार हटायो कि हटाएन नि त, एकचोटि म टक्क तपाईँहरूलाई पनि देखाउँछु। सो त्यसलाई चाहिँ लगेन नि त, अनि देखाउँछु तपाईँहरूलाई होइन। मोड चाहिँ यही हो नि त गाइस, जहिले यहाँ एक्सिडेन्ट हुन्छ भने यार। अस्ति नै को चाहिँ यहाँनिर भएको थियो होइन, यो मोडमा ठ्याक्क लगाएर यहाँनिर ट्रक र बुलेर त्यो बेला। आज चाहिँ फेरि कार र के भन्छ ट्रकको एक्सिडेन्ट निकालेको कि निकालेन, निकालिसक्यो होला। यतिखेरसम्म के बाँकी राख्थ्यो, ए निकालिसकेछ। ब्लाङ ब्लुङ ढुङ्गासुङ्गा राखेर कसरी के ल्याएर निकाल्नु चाहिँ हेर्नु पाइनँ। टक्कले निकाल्यो कि सिसाहरू नि मजाले फुटिरहेछ होइन। सो त्यही हो गाइस, यो घुम्तीमा चाहिँ एकदम लास्ट डेन्जरस बबाल एक्सिडेन्ट हुन्छ।
मतलब यो यताबाट आएको पनि देखिँदैन उताबाट आएको पनि देखिँदैन कि अनि एक्कासी यस्तो हुन्छ अनि हेर्नु टक्क पाटहरू फुटेको छ है कार चाहिँ त्यहाँनिर ठ्याक्कै अघि पसेको भने हेर्नु ल ट्याक्क सो गाइज तपाईँहरू पनि सेफ राइड गर्नु होला होइन ट्याक्कसँगले भन्न चाहेँ म चाहिँ अनि यसरी गाडी चेपेर आउँछ ल हेर्नु कत्रो मोड काटेर जान्छ होइन यस्तो ठुलो गाडी आएछ नि कत्रो मोड काटेर जान्छ त अनि टर्निङ पुग्दैन अनि ओभर स्पिड हुन्छ ओभरट्याक गर्नु खोज्छ त्यस कारणले एक्सिडेन्ट भयो अब यहाँ चाहिँ होइन सो त्यही हो पानी नै परिरहेको थियो रोड पनि हल्का चिप्लो फेरि है बब्बाल तरिकाले दुःखद घटना सो मानव क्षति चाहिँ केही भएन छ मान्छेहरूलाई खासै केही भएन छ होइन सो नर्मल गाडीहरू मात्रै यताउति ठोकठाक मान्छे सकुशल केही भएन सो त्यही हो बब्बाल हेर्नु टक्क अब त सब खेतीपातीहरू नि लाउन आँटिसक्यो हेर्दा होइन यो सिन्धुली यो ठ्याक्कै हिरापानी चेकपोस्ट मुनि भइगयो ठ्याक्क देखिरहेको छ पारी गाउँ है बबाल छ है त गाउँ पनि सो घाम पनि डुब्न लागेको छ अनि त्यही माथि है सो त्यही हो गाइज अनि फेरि पनि तपाईँहरूलाई एकदम दिलीप भ्लग्समा चाहिँ एकदम वेलकम गर्न चाहन्छु अनि आई होप तपाईँहरू सबैजना होइन सन्चै हुनुहुन्छ होला भन्दै म पनि अहिलेसम्म चाहिँ ठिकै छु आरामै छु कुशलै छु 2-4 थाल भात खाएकै छु 2-4 थाल भात खाएकै छु है अरू त के भन्नु अब सो अनि आजको भिडियो चाहिँ यस्तै भयो गाइज होइन सो अब के भन्नु अब आजको भिडियो पनि अब यतै एन्डिङ गर्नु पर्ला जस्तो छ म भने अब गएँ अब दादा चाहिँ यता आउनु भएको छ सो ल है त दादा हस् हुन्छ त दादाहरू चाहिँ जानुभयो सो गाइज आज चाहिँ म भ्लग यहीँ एक्सिडेन्ट भएको ठाउँमा एन्डिङ गर्नेवाला छु है त भ्लग पनि सो तपाईँहरूलाई आजको भ्लग कस्तो लाग्यो र प्रक्रिया चाहिँ कमेन्टमा दिन नभुल्नु होला र यस्तै भिडियो अपडेट भ्लग्स हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न पक्कै पनि नभुल्नु होला र अबको भेट अर्को भ्लगमा भन्दै सी यू अगेन बाई बाई